आज नमुना कि पेश गरे यार किरण भाइ। सर्ट हेर त सिङ्गापुरको 3 नेपालले जम्मै 1 सर्ट गर्यो त्यो पनि गोल गरिदिएको यार। सर्टै हान्न दिएको छैन नेपालले खास हो भन्दा। ल ल ल ल त्यो कट्न सक्छ ओ यहाँबाट भली हान्छ भली। ए पेलेछ नेपाललाई यार। माई गॉड सिङ्गापुरले त यार के हो हेर त किरणले त बिचार यार के हो भन्दा कति गर्न सक्छ त यार। वाट अ सेभ हो नि यो भन्दा कति सेभ गर्ने के 6600 भ्युअर्स पुग्यो है साथी हो। त्यहाँ 6K चाहिँ सब्सक्राइबर बढ्नु पर्यो है। भोलि म लाइभमा आउँदाखेरि तपाईँहरूले मलाई नभेट्ला फेरि। नेपालीहरू छ नि त यार सिङ्गापुरमा हो। सिङ्गापुरको होम ग्राउन्ड गएर सिङ्गापुरलाई हान्नु भनेको त यार। 2 मिनट जति यसो किरण कहिले काहीँ गर्नुपर्छ। जय नेपाल लेखिदिउँ साथी हो एकचोटि। यो अहिले अलिकति ब्रेक भयो बेलामा 90 मिनट भयो अब लगभग भयो 90 मिनट भयो। ल अब 2 मिनट 3 मिनट थप्छ होला धेरैमा। जय नेपाल जय नेपाल जय नेपाल। ल अब 1500 जति लाइक पुऱ्याइदियो सबैले एकचोटि सब्सक्राइब हानिदिउँ ल यो बेलामा। तपाईँले मेरो उसमा बेलमा हानिदिनु न। मसँग यहाँ धेरै 7 मिनट थपे यार। हे कति मिनट थपे हो यो त सिङ्गापुरले एकदम प्लस माइन्ड पो बनायो त। खैर केही छैन नेपाल गोर्खाली हो। पावर देखाऊ साथी पावर एकचोटि ल त उडाइदिउँ। बलै छत भन्दा माथि पुऱ्याइदिउँ न। ल ल ल ल ल ल ल त्यहाँ उसको डिफेन्स त्यो डी एरियामा चाहिँ नलड है साथी हो। किरण बाघले झन्डे किरण यार। लैजा खोइ एकजना डिफेन्स राखेछ नि यार त्यहाँ। फेरि आयो खोइ डिफेन्सहरू कता गयो। कर्नल पायो कर्नल कि के गर्यो। 7 मिनट एडिसनल टाइम थपेछ यार। हेर त किरणले कहाँदेखि झन्ड्यायो बिचार यार। 1400 1500 को लाइकको सेयर फेरि भयो साथीहरू। फ्री किक पाएछ नि ह्यान्ड भएछ। यो एउटा सेभ गरेर नेपालको 100% जित ल। किरण इज किङै हो। अनन्त वाल छ सेकेन्ड किरण पछिको सेकेन्ड अनन्त। आज 90औं क्याप छ उसको 104औं क्याप छ। सबभन्दा बढी नेपालको सबैभन्दा बढी खेल्ने खेलाडी हो किरण तेन्जोङ। त्यसपछि हाम्रो किरण ओ माई लर्ड 1491 लाइक ठोक्दिउँ साथी हो। 12 मा ठोक्यो यार। यसले त हाने यो फ्री किक त सेकेन्ड 12 मा ठोकेको हो नि। हेर त त्यो केटाले पनि हेडिङ त खतरै गरेको बिचार यार। ओ माई गॉड 10K पुऱ्याइदिउँ ल भ्युज। 8K चाहिँ सब्सक्राइबर बढ्नु पर्यो है साथी हो। हेलो बाबु साउदीबाट हो हेर्दैछु भन्नुभएको छ देव गुरुङजी। थ्याङ्क यू सो मच है 9K पुग्यो। जेलिस्पीले हानेको गोल चाहिँ तर चेन्ज गर्छ। 4जना खेलाडी 4जना एक्सचेन्ज गर्छ। अब 5 मिनट मात्र रोक्नुपर्छ कि नेपालले। 7 मिनट एडिसनल टाइम थप्यो नि त। हो त्यसलाई छेक्नु पर्यो किरण। यस किरण आमा कति बचाउनु हो।
कति बचाउने आज त फुटबल हो कि भलिबल हो यार हेड टु हेड गरे त यसले हल्लाइरहेको छ यार यो 14 नम्बरले लु थ्याङ्क यू ल 4 मिनेट अब नेपाल यु आर द क्रिएट हिस्ट्री टुडे नेपालले हिस्ट्री क्रिएट गर्छ 10K पुग्नै लागेको छ यार साथी हो 2000 पनि लाइक पुगेन के हो साथीहरू गेममै व्यस्त रहेछ कि क्या हो लाइक पनि ठोकाउने यार जिन्दगीमा के छ र लाइक सब्सक्राइब ठोकिदिउँ ल अब 3 मिनेट किरण रिप्ले त नेपालले त गरे अनि यो भन्दा कति गर्ने यार हैन ल थ्याङ्क यू सो मच एभ्रीवन 10K भ्युर्स आज भ्युर्स चाहिँ मेरो पनि आयो होला यार साथीहरू ल बधाई छ लाइभ देखाउनु भएको भन्नुभएको छ थ्याङ्क यू सो मच सपोर्ट तपाईँहरूले 10K चाहिँ सब्सक्राइबर बढाइदिनु हो साथीहरू हो ल ल ल ल ल ल जस्ट 2 मिनट्स स्टप गर्न केटाहरूले यार आयुष बिचरा थाक्यो नि यही प्लेमेकर नेपालको नेमार भन्नु नै यही छ यार क्वालिटी भन्नुभयो क्वालिटी कस्तो आइरहेछ हौ साथीहरू आइफोनबाटै मैले देखेर हो ट्याबमा अब के गर्ने यस्तै छ कहिले काहीँ चित्त बुझाउनुपर्छ नेपालले फ्री किक पाएछ ल सिधै पोस्टचार्ज गरिदियो अनन्त को छ यहाँ अनन्तको सुटर पावर छ है ल ठिक ठाउँ दियो लैजा हल्ला आयुष हाइट छैन डाम्नको अनि कहाँ हुन्छ नि ल एउटा त यार त्यहाँको तेल सिङ्गापुरले बिचार आज ल 2002 ओहो गोली हान्यो यार ल साथी हो नातिकन लैजाउँ त ओइ त्यसलाई त्यो एउटा त छला नि यार गोली दुईजना छ त्यहाँ के हो अहिलेदेखि सिङ्गापुरकोलाई हटाइदियो नि त है यार मुटु त साह्रै ढुकढुक पर्ने थियो साथीहरूले मात्रै अब 1 मिनेट सेक्नु पर्यो कहाँ फेरि कहाँ ओइ कि कहाँ हानेको साथी हो त्यहाँ नलडा है डी एरियामा चाहिँ नलडा है साथी हो मात्रै अब 50 सेकेन्ड रोक्थ्यौँ त ल यसले हुर्ता सुड हान्ला है साथी रोहित तिम्रो हाइट छ यस गुड यो खुसीमा सब्सक्राइब ठोक्नु है साथी हो अब 30 सेकेन्ड ल ओन्ली 30 सेकेन्ड यु स्टप किपर धरि आयो यार अहिले यार हे किरण आमा बसा यार किपर धरि आछ है आमा ल लैजा किपर आछ लैजा के गरेको यार यति टाइम अफ भइसक्यो है साथी हो वाह सिटी फुक ओइ रेफ्री आतिर त्यहाँ के भयो ल टाइम अफ भयो यस ल सबैले जय नेपाल लेखाउनु साथी हो फर्स्ट टाइम नेपालले सिङ्गापुरलाई गएर सिङ्गापुरलाई हरायो फर्स्ट टाइम दिस इज अ हिस्ट्री क्रिएट तपाईहरु सबैजना जानुभन्दा अगाडि सबैले एकचोटि मलाई सब्स्क्राइब गरेर हेल्प गरिदिनुस् त प्लिज थ्यांक यू सो मच तपाईहरु सम्पूर्ण सपोर्टको लागि है नेपालले